अझै फुलिरहेको छ कोही झराको ओके साथी हेलो हाई सेवा सेमुना वेलकम एन्ड वेलकम ब्याक माई लोभी माइला ब्लग र आज चाहिँ म तपाईहरुलाई कामदेखि फर्किन लागिरहेको छु त्यसैले एउटा सानो ब्लग बनाऊँ भनेर अझै म काम गर्ने ठाउँमाथि छु यहाँ त्यही भएर काम गर्ने ठाउँ जुन भन्नु न होटलको टप हो यो त्यसको ब्याकग्राउन्ड चाहिँ तपाईले देखिराख्नु भएको छ अनि म चाहिँ अब फर्किने बेला भएको सो फर्किने बेला एउटा सानो भिडियो बनाऊँ भनेर है तपाईहरुलाई देखाऊँ भनेर भिडियो बनाउन लागिरहेको छु कृपया मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक र सब्स्क्राइब गरिदिनु होला तपाईहरुको लाइक र सब्स्क्राइबले चाहिँ मलाई अघि बढ्नको लागि हौसला मिल्छ आई मिन नयाँ भिडियोहरु अपलोड गर्नका निम्ति हौसला मिल्छ सो सब्स्क्राइब चाहिँ गरिदिनु होला है र म अब म फर्किने बेलाको मेरो घरसम्मको दृश्यहरु तपाईलाई देखाउने नै छु ओके लेट्स सी सबैले हेर्नु होला है त ओके साथीहरु म चाहिँ यहाँ के को प्रोग्राम भइरहेको रहेछ है बाटो हिँड्दा फर्किँदा प्रोग्राम भइरहेको छ प्रोग्राम भएछ है त्यो म दुकाने बुझ्दिन है ठ्याक्क आउनलाई बाटोमा यस्तो प्रोग्राम थियो सो अलिकति हेरेँ त्यही भएर तपाईँलाई राख्दैछु यहाँ हेर्नु होला यो बौद्ध चाहिँ बुद्धिस्टको भन्नु मन्दिर हो भनेर है यहाँ लाइन थाहा साथै आज इन्टरनेसनल डे अफ योगाको प्रोग्राम रहेछ खासमा है यहाँ मैले एउटा ब्यानर भेटाएँ 招待のある方は大階段正面右手にございます本部テントまでお越しください。もう一度お知らせいたします。シナモンのキャラクターが描かれた水筒の落とし物がございます。お心当たりのある
अझै फुलिरहेको छ, कोही झरिरहेको छ, कैयौँको फुल। कति लामो लामो यार, कहाँसम्म हो यो आमा पुरै। ल हेर्नुहोस् साथी कहाँसम्म छ यार।